लेगम सिरिजको एपिसोड 2 मा यहाँहरूलाई हार्दिक स्वागत छ। लेगम गाउँपालिकाको वडा नम्बर 1 सरमुनिमा छौँ अहिले हामी। आज चाहिँ वडा नम्बर 5 मैखुलीसम्म पुग्नेछ। देखिएको विद्यालय चाहिँ सरमुलीको बैडीपुर माध्यमिक विद्यालय। यो ठाउँ चाहिँ वडा नम्बर 1 को मुख्य स्थान नै रहेछ। वडा कार्यालयदेखि लिएर विभिन्न कार्यालयहरू यही ठाउँमा छन्। केही समय चाहिँ पिपल चौतारीमा बस्छौँ र पुनः यात्रा जारी राख्छौँ। यहाँ भ्रमण गर्न आउनुभयो भन्दाखेरि मन्दिरको दर्शन गर्नु चाहिँ नबिर्सनु। देखिएका गाउँहरूको पनि भ्रमण गर्ने मन थियो। समयको पाबन्दीका कारण अहिले हामी ती गाउँहरूसम्म पुग्न सकेनौँ। करिब 3-3.5 घन्टाको यात्रापछि चाहिँ अहिले हामी वडा नम्बर 1 को अन्तिम स्थानतिर पुगेका छौँ। अस्तिको वर्षाले यहाँको खेतीपाती पुरै नष्ट गरिदिएछ। यो क्षेत्रमा चाहिँ धेरै मन्दिर रहेछ। हामीले आधा घन्टा यात्रा गर्ने क्रममा पनि 10-12 मन्दिर भेटिसक्यौँ। यहाँको सडक चाहिँ ठुलै चट्टानहरू फोडेर बनाएका रहेछन्। अहिले चाहिँ हामी निकै रिस्की बाटोसम्म पुग्यौँ है। भिडकै माथि बाटो छ, निकै गाह्रो छ यो बाटो चाहिँ। हामीले फेरि 2 घन्टाको जङ्गलको यात्रा गर्नुपर्नेछ। लेगम गाउँपालिकाको वडा नम्बर 5 मा पुग्न लगभग अझै हामीले 2 घन्टा जङ्गलको बाटो हिँड्नुपर्नेछ। जङ्गलकै बिचमा ठिक यस्तो संरचना बनाइएको छ। 2 घन्टाको यात्रा सकेर अब चाहिँ गाउँसम्म पनि पुगिसक्यो। बाटो चाहिँ यहाँ पनि निकै अप्ठ्यारो रहेको छ। दुई घन्टाको जङ्गलको यात्रा सकेपछि लगभग अब हामी गाउँतिर पुगिसक्यौँ। लेगम 5 मा प्रवेश गरिसक्यौँ। यो रोडबाट नै गाउँपालिकाको कार्यालय पुगिँदो रहेछ। गाउँपालिकाकै मुख्य रोड हुँदा पनि त्यस्तो गुणस्तरीय चाहिँ छैन। यहाँको चिसो पानी पिए 6 घन्टाको थकाइ एकैछिनमा मेटियो। जिउ पुरै हल्का हल्का भयो।
विडम्बनाको कुरा त यो छ कि लेकमभरि यत्रो यात्रा गर्दा एकै ठाउँमा पनि राम्रो गुणस्तरीय बाटो भेटाएनौँ। आजको एपिसोडको चाहिँ यही अन्त्य गरौँ। यसपछिको यात्रा चाहिँ एपिसोड 3 मा आउनेछ। हस्त धन्यवाद।